ल है त आज हामी चाहिँ मानव विकास सूचाङ्क भन्ने टपिकमा चाहिँ पढ्दैछौँ है। यो चाहिँ पहिला चाहिँ ह्युमन डेभलपमेन्ट इन्डेक्स भनेर भन्छ है। पहिला के भन्नु भने जस्तै तपाईँहरूको एक्जाममा रिपोर्ट बनाउँछ नि, तपाईँको सामाजिकमा यति आयो, म्याथमा यति आयो, तपाईँको नेपालीमा यति आयो भनेर एउटा रिपोर्ट बनाउँछ नि, हो त्यस्तै हरेक देशको चाहिँ एउटा रिपोर्ट बन्छ, हरेक वर्ष बनिरहेको हुन्छ है। त्यसलाई के भनिन्छ ह्युमन डेभलपमेन्ट इन्डेक्स या भनौँ मानव विकास सूचाङ्क भनेर। अब यो मानव विकास सूचाङ्कको चाहिँ काम के हो भन्नाले त्यो देशको अवस्था निर्धारण गर्ने, त्यो कस्तो कन्डिसनमा तपाईँहरूको जस्तै एनजी आइरहेछ कि A+ आइरहेछ कि हो त्यस्तै कुरा चाहिँ निर्धारण गर्ने काम गरिरहेको हुन्छ है। मानव विकास सूचाङ्कमा सबैभन्दा पहिला मानवको आय भनेको उसले कति कमाउँछ एभरेज US डलरमा। एभरेजलाई यो भनेको चाहिँ उ कति समयसम्म एभरेजमा त्यो ठाउँका मान्छेहरू चाहिँ बाँच्छन्। अर्को छ शिक्षा, यो चाहिँ उ चाहिँ आफ्नो जीवनको कति वर्ष चाहिँ शिक्षामा आफूले निभाउँछ है त। यस्ता परिसूचकहरूबाट आएको परिवर्तनले मानव विकास जनाउँछ। यदि यो कुराहरू हाई छ भने मानव विकास पनि हाई छ, उनीहरूको इन्डेक्स पनि राम्रो छ, डेभलपमेन्ट छ भनेर बुझिन्छ। यदि यो कुरा लो छ भने त्यो कन्ट्री पनि लो छ, लो क्याटेगोरीमा पुगिरहेको छ भनेर बुझिन्छ। अब मानव विकास सूचाङ्कमा सबैभन्दा पहिला निर्धारण गर्ने आयामहरू भनेको हेल्थ, शिक्षा, जीवनस्तर। यो के भन्नाले भने अघि भने नि यहाँ गएर एभरेज आयो, यदि कुनै पनि ठाउँको मान्छे लामो समयसम्म कसरी बाँच्न सक्छ जब उसको चाहिँ हेल्थ राम्रो छ। जापानमा मान्छे 100 वर्ष बाँच्नु सानो कुरा होइन, नर्मल कुरा हो नि त। अब हाम्रो जस्तो देशमा त यो हेल्थ के हुने गर्छ भन्नाले भने हाम्रो जस्तो देशमा चाहिँ 100 वर्ष बाँच्नु के हो एकदमै ठुलो कुरा। यो कारण के हो, हामीका हेल्थ सर्भिस राम्रो छैन, मान्छे हेल्थमा कन्सर्न छैन, हो त्यही भएर हाम्रो एभरेज लाइफ पनि के छ कम छ। तर त्यो कन्ट्रीहरूको चाहिँ बढी छ। यही कारणले गर्दा एजुकेसनको कुरा गर्नु पर्दाखेरि अब तपाईँहरूले सुन्नुभयो होला बाहिरतिर PhD गर्नु ठुलो कुरा होइन, हामी कहाँ ठुलो कुरा हो। यो कारण के भन्नाले त्यहाँको शिक्षाको सेक्टर राम्रो छ, त्यो कुराले निर्धारण गर्छ। र जीवनस्तरको कुराहरू तपाईँको लाइफ तपाईँले कमाउने इन्कममा जेनेरेट हुने गर्छ। तपाईँ कति कमाउनुहुन्छ, तपाईँ कति बचाउनुहुन्छ होइन त। यदि त्यो कन्ट्रीमा क्वालिटी अफ लाइफ तब मात्र मेन्टेन हुन्छ जब उसको के हुन्छ यहाँ औसत आय चाहिँ के हुन्छ बढी हुने गर्छ। उसले US डलरमा धेरै कमाउने गर्छ। एभरेजमा $100 यदि दिनमा कमाउन सक्छ भने उसको कमाइ धेरै राम्रो छ। उसले आफ्नो जीवनको लगभग 25 वर्ष चाहिँ एजुकेसनमा दिन्छ भने पनि उसको राम्रो छ। हो यसरी चाहिँ निर्धारण गरेको हुन्छ के अरे मानव विकास सूचाङ्क। अब मानव विकास सूचाङ्क ले चाहिँ के गर्छ भने सबैभन्दा त्यो देशको चाहिँ विकासको अवस्था छ भने त्यो के निकाल्नु पर्यो। हामीलाई डेनमार्कको एकदम हाई छ भनेर जान्नुपर्ने के जरुरत छ, हाम्रो देशको लो छ भनेर जान्नुपर्ने के जरुरत छ भने यो कारणले गर्दा विकासको अवस्था थाहा पाउन हामीले हाम्रो देशको कन्डिसन कस्तो छ, अरूहरूको अवस्था कस्तो छ भनेर थाहा पाउन। अर्को चाहिँ देशहरूको अवस्थाको बारेमा तुलना गर्दा ओहो हामीमा त शिक्षामा पछाडि बढेका छौँ है, हामीले त यसमा चाहिँ अलिकति फोकस गर्नुपर्छ भनेर थाहा पाउनुका लागि। त्यही भएर चाहिँ यो मानव विकास सूचाङ्क जरुरी छ। अर्को अवस्था अनुसारको रणनीति बनाउन। रणनीति भनेको के हो, अघि मलाई सोधे जस्तै रणनीति भनेको स्ट्राटेजी पोलिसी बनाउनलाई। यदि नो हामीका शिक्षा त राम्रो छ बट मान्छेको लाइफ चाहिँ धेरै बाँचिरहेको छैन, ल अब यसको त कहाँनिर गराउँदै स्वास्थ्य क्षेत्रमा काम गर्न जरुरी छ हो त्यो भनेर रणनीति स्ट्राटेजी बनाउनलाई। सरकारको गतिविधि लेखाजोखा गर्न, यो भनेको चाहिँ सरकारले के सेक्टरमा काम गरिरहेको छ। ओहो नेपालमा चाहिँ शिक्षा क्षेत्रमा डेभलप भयो अरे, नेपालको चाहिँ स्वास्थ्य क्षेत्रमा डेभलप भयो अरे, किन भन्नाले भने सरकारले यो क्षेत्रमा काम गरिरहेको छ, इकोनोमी चाहिँ लो छ, किन भन्नाले यसमा काम गरेको छैन भनेर भन्न पाइन्छ। यो हिसाबको यो उद्देश्य। अब मानव विकास सूचाङ्क चाहिँ कसरी मापन गरिन्छ भनेर भन्नु पर्दाखेरि चाहिँ यो चाहिँ 0देखिबाट 1 सम्म राखेर चाहिँ मापन गरिन्छ। तर यहाँ पोइन्ट राखिदिएको छ, त्यो त्यही कारणले राखिदिएको हो ताकि 1 को भ्यालु गर्दाखेरि एकदमै हाई लेभलको ह्युमन डेभलपमेन्ट इन्डेक्स भएको कन्ट्रीहरूलाई चाहिँ 0देखिबाट 0.8 भन्दा माथिको क्याटेगोरी नम्बर आएको छ भने उसले चाहिँ के छ उसको चाहिँ अति उच्च मानव विकास सूचाङ्क भनेर चाहिँ बुझिने गर्छ। यो चाहिँ त्यो कन्डिसनमा जहाँ 0.800 भन्दा माथि उसको पोइन्ट आएको छ भने। यदि उच्च मानव विकास सूचाङ्क यसमा चाहिँ डेनमार्क, USA, क्यानाडा जस्तो कन्ट्रीहरू पर्छ। उच्च मानव विकास सूचाङ्क भनेको 0.7 देखिबाट 0.799 खालको कन्ट्रीहरू पर्छ। अर्को छ मध्य मानव विकास सूचाङ्क, यो भनेको चाहिँ 550 देखिबाट 0.699 सम्मको क्याटेगोरीबाट चाहिँ कन्ट्री पर्छ। र न्यून मानव विकास सूचाङ्क भनेको
के अरे 0.550 भन्दा कम यदि कसैको नम्बर आएको छ भने चाहिँ यो कन्ट्री चाहिँ केमा परेको हुन्छ भने न्यून मानव विकास सूचाङ्क हुन्छ। यसले के गर्छ भन्नाले भने कुनै पनि देशको अवस्थालाई थाहा पाएर त्यही हिसाबले रणनीति बनाउन। हरेक वर्ष जब यो डेटा निस्किन्छ नि, यो त युएनडीपीले निकाल्छ, डेटा निस्किन्छ नि त्यसले ओहो डेनमार्कको त सबैभन्दा हाई छ है, के अरे फिनल्यान्डको त सबैभन्दा हाई छ, युएस चाहिँ यो सेक्टरमा चाहिँ पछाडि रहेछ, एकदम डेभलपमेन्ट सोचेर बट यो सेक्टरमा चाहिँ पछाडि रहेछ। हो त्यो के कारण त्यो निर्धारण गरेर त्यो देशको स्ट्राटेजी बनाउन हो, त्यो गर्नको लागि चाहिँ एकदमै धेरै मद्दत गर्नुपर्छ। बुझ्नुभयो? ल अब चाहिँ हामीले चाहिँ मानव विकास सूचाङ्क निकाल्नु पर्ने छ है। मानव विकास सूचाङ्क चाहिँ कसरी निकाल्ने भन्दाखेरि चाहिँ त्यसको लागि चाहिँ चाहिन्छ औसत आयु सूचक, अर्को शैक्षिक सूचक, अर्को हो आय सूचक। अब यो भनेको के हो भने बुझौँ है त। औसत आयु सूचक भनेको एभरेजमा कुनै पनि देशका व्यक्तिहरू चाहिँ कति लामो समयसम्म बाँच्छन्, 45 वर्षसम्म बाँच्छन् कि के अरे 100 वर्षसम्म बाँच्छन्, त्यो निस्किन्छ यहाँ औसत आयु सूचकबाट। शैक्षिक सूचक भनेको ठाउँमा चाहिँ के निस्किन्छ भने जब चाहिँ कुनै पनि देशको व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा चाहिँ कति लामो समयसम्म चाहिँ विद्यालयमा बिताउँछ। अर्को छ आय सूचक, एभरेजमा US डलरमा उनीहरूले त्यो देशमा कति कमाउँछ, त्यो चाहिँ हो। यो पहिला निकाल्नु पर्यो। अब यो निकाल्ने तरिका पहिला बुझौँ है त। पहिला औसत आयु सूचकको बारेमा बुझौँ है। यो चाहिँ कसरी निकाल्ने, पहिला यो 3टा निकाल्नु पर्यो, त्यसपछि बल्ल मानव विकास सूचाङ्क निस्किन्छ। औसत आयु सूचकमा चाहिँ पहिला सबैभन्दा पहिला यो भनेको सम्बन्धित देशको औसत आयु, कुनै पनि देशमा एभरेजमा कति लामो समयसम्म मान्छे बाँच्छन्। यहाँ मानौ यहाँ 45 बाँच्छन् होइन, यो राख्नु पर्यो र यहाँनिर अर्को के लेख्नु पर्यो भने माइनस चाहिँ केले गर्नु पर्यो भने विश्वको न्यूनतम आयु। यो भनेको चाहिँ के भने त्यो वर्ल्ड वाइडमा चाहिँ एभरेजमा चाहिँ मान्छे कति कम समयसम्म बाँच्छन् एभरेजमा, त्यसले चाहिँ माइनस गर्नु पर्यो। अर्को रहेको छ डिभाइड चाहिँ केले गर्नु पर्यो भने विश्वको अधिकतम आयु, यो भनेको चाहिँ बढी आयु, विश्वमा लामो समयसम्म कति एभरेजमा भनेको चाहिँ के भयो विश्वमा कम कति समयसम्म बाँच्छन् हो। यो माइनस गरेपछि जुन एन्सर निस्किन्छ त्यो चाहिँ हो औसत आयु सूचक, यो भयो है। अर्को रहेको छ आयु सूचक भनेर भने यो चाहिँ आय सूचक हो, आयु भएछ। आय सूचक भनेको चाहिँ के भयो इन्कम पर्ने हुन्छ भने एभरेजमा एउटा मान्छेले एउटा देशमा बसेर कति कमाउँछन् भनेर त्यो निकाल्दाखेरि चाहिँ सम्बन्धित देशको प्रति व्यक्ति आय भनेको त्यो देशको मान्छेले एभरेजमा US डलरमा कति कमाउँछ त्यसले न्यूनतम आयसँग चाहिँ माइनस गरिदिनु पर्यो। अर्को अधिकतम प्रति व्यक्ति आय, यो चाहिँ के भयो भने विश्वको बढीमा कति कमाउँछन् र न्यूनतम प्रति व्यक्ति आय विश्वकोबाट चाहिँ माइनस गरिदिनु पर्ने भयो। यो चाहिँ सम्बन्धित देशको भयो, सम्बन्धित देशको प्रति व्यक्ति आय माइनस न्यूनतम आय, यो चाहिँ त्यो देशको एभरेजमा मान्छेले कति कमाउँछन् बढीमा कति कमाउँछन् र कममा कति कमाउँछन् भनेर माइनस गर्ने भयो। र यहाँ चाहिँ विश्वमा बढीमा कति कमाउँछन् र कममा कति कमाउँछन् भनेर त्यसले माइनस गरेर चाहिँ डिभाइड गर्ने भयो। यसले चाहिँ निस्किन्छ आय सूचक भनेर। बुझ्नुभयो? पजल गर्दै अब शैक्षिक सूचक निकाल्दाखेरि चाहिँ सम्बन्धित देशको औसत शैक्षिक संलग्नता भनेको यसमा चाहिँ के भन्नाले एभरेजमा त्यो देशमा चाहिँ कति हुन्छ कति लामो समयसम्म चाहिँ विद्यालयमा बिताउँछन् त्यो नम्बर डिभाइडेड बाई 15 प्लस सम्बन्धित देशको अपेक्षित अब कति चाहिँ इन्भल्भ भयो भने चाहिँ राम्रो हुन्छ भन्ने खालको नम्बर डिभाइडेड बाई 80 गरेर चाहिँ टोटललाई चाहिँ डिभाइडेड बाई कति गर्नुपर्ने छ त्यो प्लस गरेपछि 2 गरे भने चाहिँ के निस्किन्छ शैक्षिक सूचक भनेर निस्किने गर्छ है। अब यो त निस्क्यो तर हामीलाई चाहिँ शैक्षिक सूचक चाहिएको होइन नि, मानव विकास सूचाङ्क चाहिएको। मानव विकास सूचाङ्क निकाल्दाखेरि चाहिँ जुन तपाईँले अघि भर्खरै निकाल्नु भएको थियो नि स्वास्थ्य सूचक, शैक्षिक सूचक र आयु सूचक जुन निकाल्नु भएको थियो नि हो, यो सबैलाई मल्टिप्लाई गरेर चाहिँ के गर्नु पर्यो √3 गरेर गर्नु पर्यो र यसपछि चाहिँ निस्किन्छ मानव विकास सूचाङ्क। बुझ्नुभयो? ल यति नै हो है यसमा चाहिँ।